I literally traveled 3 hours to be here and I couldn't even hike. Hello guys, welcome back to the channel and in a brand new vlog. This is Ashinda Yogi and आज हामी अर्को travel vlog मा लिएर आइसकेका छौँ. आज हामी जाँदैछौँ फिसल सान. अनि हामी चाहिँ बुक्खुटु चढेर यो ठाउँमा आइसकेका छौँ. अनि यो ठाउँबाट चाहिँ अझै खाछाङ 2 गाडी चढेर चाहिँ त्यहाँ पुग्नु पर्ने छ. त्यहाँ पुग्नु अझै 2 घण्टा लाग्छ. अनि त्यहाँबाट पनि अझै 2 घण्टाको हाइकिङ हुन्छ. सो रमाइलो हुनेवाला छ. स्टे ट्युन. अब हामी गाडी पुगेको छौँ यहाँनिर. बाइ बाइ. अघि हामी चढेको गाडी चाहिँ अलिकति रङ टाइपको परेछ. त्यही खाछाङ 2 गाडी नै 3 ठाउँमा जाने रहेछ. अनि हामी चाहिँ जो रङ गाडी चढेको बेसिकली चाहिँ कुन भन्दाखेरि के हो यो उरोक छङदे अनि थानसान जाने रहेछ. हामी चाहिँ थानसान जाने चढेछौँ. अबको आउनेवाला गाडी चाहिँ छङदेको हुनेवाला छ. सो 40 मिनटको पर्खाएपछि त्यो गाडी चढेर हामी हाम्रो डेस्टिनेसनमा जानेवाला छौँ. स्टे ट्युन. सो गाइज हामी चाहिँ अहिले यहाँनिर जुङ्गु अफिसनिर छौँ. अनि यहाँबाट चाहिँ हाम्रो यात्रा 47 मिनटको गाडीमा हुनेवाला छ. अनि त्यहाँबाट हामी कहाँ पुग्छौँ भन्दाखेरि यो कहाँ हो यो छङदे इरीमा पुग्छौँ. अनि त्यहाँबाट पनि अझै हाम्रो 2 घन्टाको हिँडाइपछि यहाँनिर हामी ठ्याक्कै मेन हाम्रो डेस्टिनेसन फिसल सानमा पुग्नेवाला छौँ. सो रमाइलो हुनेवाला छ. 이번 정류장은 대구 중앙중학교 건너입니다. 다음 정류장은 화성 서울타운 건너입니다. So guys, this is the last stop हैन. हामी आइसकेका छौँ यहाँ. गाइज हामी अहिले यो ठाउँमा छौँ हैन. अनि यहाँबाट चाहिँ हामी सरर हिँडेर फिसलसान यु याङरिम यहाँनिर पुग्नुपर्ने हुन्छ. अनि यहाँ चाहिँ यस्तो रहेछ बस्नु ठाउँ. हाम्रो यो लास्ट गाडी यहाँ बसिरहेको छ. हामी यही गाडीमा आएको थियौँ. यो ठाउँबाट चाहिँ खास हाम्रो हाइकिङ स्टार्ट हुनुपर्ने हो. अनि यहाँनिर चाहिँ बस स्टपको सबै रुटिनहरू राखेको थियो. अन्तिम गाडी कहिले कहिले भनेर. अनि हाइक स्टार्ट चाहिँ हाम्रो फेभरेट खानेकुरा खाएर गरौँ न त भनेर चाहिँ मैले चटपटी खाना लागेँ गाइज. सो आफ्टर द चटपट ब्रेक अब हामी हाम्रो प्रपर हाइक सुरु गर्नेवाला छौँ. लेट्स गो. अहिले चाहिँ हाम्रो 1 बज्न लागिसकेको छ. सो गाइज मेरो दुःखित अनुवाद तपाईँ थाहा पाइसक्नु होला. हाम्रो फिसल सान चाहिँ अहिले आग लागि हुन्छ भनेर हाइकिङ यस्तो जानहरू बन्द गरेको रहेछ. अनि अब गाडी लगभग 1 घन्टापछि आउँछ. अनि त्यही गाडी चढेर हामी फर्किँदैछौँ. ठिकै छ. अब अर्को दिन चाहिँ हामी पक्कै पनि आउनेवाला छौँ भन्ने आशामा यो भिडियोलाई अब के भन्नु त नहुन चाहन्छु. के गर्न चाहन्छु थाहा छैन मलाई. आइयो हावा खायो यहाँ त गाडी चढेर जान्छ. अब हामी साँच्चै जानेवालामा है फिसल सान जान मिल्ने बेलामा.